हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ फेरि पनि नयाँ भिडियोको साथमा बिहान आइसकेको छु। आज चाहिँ बिहान उठेर मुख पनि धोएको छैन, तर आज बिहान आएको छु म भिडियो लिएर। आज चाहिँ हामी आजबाट चाहिँ मुर्कुसीको बसाइ हाम्रो सकियो गाइज। अब यहाँदेखि हाम्रो चाहिँ सरुवा भइसकेको छ अनि अब हामी यहाँदेखि जाँदैछौँ आज। रुमको हालत चाहिँ यस्तो बनाइसकेँ गाइज, मैले यो रुमलाई सब लथालिङ्गे बनाइसकेँ गाइज। अब सब प्याक गरेर यहाँ प्याक गर्दैछु, पर्दा सर्दा निकालिसकेको छु, उतापट्टिको चाहिँ निकाल्नु बाँकी नै छ। अब सबै प्याकिङ गर्दैछु, यताको सामानहरू सब यहाँनिर रेडी पारिसकेँ गाइज। अब यहाँ प्याक गर्दैछु सामान म। सकिनँ गाइज, मैले चाहिँ यो यो एउटा ठुलो रचना चाहिँ लगाएँ अनि यो सानो पनि यहीँ आँट्छ कि भनेर ट्राई गरेको। मैले चाहिँ सकिनँ गाइज। अब बुढालाई नै पर्खिने बेला भएको छ। अरू चाहिँ सामानहरू अब मिलाउँदै गर्छु म। यहाँ सामानहरू यस्तो भएको छ, कोठा यस्तो भएको छ। यहाँनिर बिदाई बारीको लागि यहाँ अफिसमा बोलाउनु भएको छ र म चाहिँ रेडी भएर अफिसमा जाँदैछु। यता माथि बिदाई गर्नु दिन आएको हो। एउटा फोटो पनि हाल्नु ल। बिचामा भेटघाट गरौँ न फेरि सर हिँड्नु शुभयात्रा राम्रोसँग जानु। कागज सफलता जस्तो गर्दैन ल। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो यसो सानो कसरी छ है? राम्रो होस्। टिका त पैसाको त्यही हिसाबले तल आयो नि। तपाईँ क्यामेरा सकेन, राम्रोसँग जानु होला, आउँदै गर्नु होला होइन। हुन्छ अलिकति भेटघाट गर्दै गरौँ न। हुन्छ बिचरा अनि के हामी त पनि आज त देखिएको होइन, बोलचाल गर्दै गर्नु होला। मैले चाहिँ टिका लगाइदिनु मिल्दैन क्या, त्यही भएर त्यसो भए प्याकिङ भइसक्यो सर लगभग। अब उतातिर पोकोसोको बाँधिसकेको छु। यसो गर्न म भिडियो बनाइदिन्छु नि त। यसो सम्झिनु कहिले काहीँ नबिर्सिनु, सब भिडियोमा लगाइदिनु ल। दुईजनाको तर्फबाट धन्यवाद। चकलेट यहाँ चाहिँ राम्रो आउँछ क्या फोटो अब।
रुम चाहिँ पुरा खाली गरेर अब हामी चाहिँ लाग्यौँ गाइज के गर्नु यहाँको बसे यति नै रह्यो बुढा त्यहाँ रेडी भइसक्नु भइसकेको छ अनि हाम्रो रुम चाहिँ यहाँनिर छ ल गयौँ कस्तो माया लाग्यो तपाईँलाई के कस्तो लागेन माया लागिरहेछ गयौँ है दिदी ल फोन गर्दै गर्छु ल ल ल आन्टी गयौँ है म फोन गर्दै गर्छु नि हामी चाहिँ अब यता गइसकेको गाईघाटसम्म गएको अरे क्या कान्छा आने रियाना कहाँ गयो नानी रियाना छिराउ अब गएको फोन गर्दै गर्नु नबिर्सिनु उठा उठा ठुलो मान्छे पो त लड हुँदैन ल भोलि पछि आउँछु ल बाई गयौँ है भोलि पर्सि फोन गर्छु माथि रौतातिर आउँदा भेट्नुपर्छ नि उतातिर आएको बेला फोन गर्नु है आएको बेला फोन गर्नु न कञ्चनपुरतिर उता कतातिर ल बाई 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 सानी सबैसँग बिदामारी गरेर हामी चाहिँ अब बिदाई अब कहिले भेट हुने होला नि अब सोचेर मात्रै भेट हुन्छ होला रेडी सेडी गो बुढो कस्तो लागिरहेछ अनि छोड्दाखेरि यता हेर्नु न साह्रै बसेको ठाउँ छोड्दाखेरि ल ठिक छ अब के गर्नु यस्तै छ भात त लडिहाल्यो त आउँदा कति खुसी होइन जाँदा यस्तो नि जानु ल बाई बाई भोलि पर्सि भेट्नुपर्छ फेरि गयौँ है दिदी ल ल आजदेखि मुर्केजीलाई पनि बाई बाई गरियो विशाल सरहरूलाई त भन्नु नि भनिएन ल नमस्कार नमस्कार धन्यवाद हुन्छ एक दुई दिन भयो सबै गइसक्यो सामानहरू भइरहन्छ फेरि नमस्कार हजुर इलाम हुन्छ हुन्छ बाई बाई सबैजनालाई बाई बाई कुर्कुचीलाई पनि बाई बाई आजदेखि मनै भारी भएर आइरहेछ गाइज यस्तो साह्रो पहिला बरु मलाई उहाँ के भन्छ उयो कुन्नाबारी छोडेर आउँदा यस्तो गाह्रो भएको थिएन गाइज यहाँबाट मुर्कुचीबाट जाँदा त धेरै गाह्रो भयो साथीहरू आन्टीहरू कति धेरै माया गर्नु जागिरे भएपछि आउनै छोड्दैन संसार गर्न हेर्दा पुरा माया लागेको होइन मेरो बुढा त चुपचाप बसिसक्नु पर्छ
हामी चाहिँ बस पार्कमा आइसक्यौँ अनि भारी सारी झारेर अब गाडी आउँदैछ अरे अनि पर्खिरहेको छौँ। हाम्रो भारी चाहिँ यहाँ छ, गाडी भारी चाहिँ अब अरू भारीहरू चाहिँ यता छ। यहाँ छ अरू भारीहरू चाहिँ, यहाँ आधी चाहिँ हाम्रो, उतापट्टि चाहिँ उता भाइहरूको। बुढा चाहिँ यहाँनिर हुनुहुन्छ बिचरा पानी खेल्दै। अघि त बोल्न पनि सक्नु भएको थिएन, मुख सुख सबै बन्द थियो। आज मलाई पनि ल्याउनु भयो होइन क्या त्यो अघि नै सरहरूले उयो दिनुभएको थियो नि त एक्सट्रिम, अनि केही नखाइ खाली पेटमा खाएको अनि कस्तो हुन्छ भन्नु त। हाम्रो भारीहरू बोक्ने गाडी चाहिँ अब आइसकेको छ यहाँनिर। त हुनुहुन्छ श्रीमानज्यू, गाडी यो हो। बजार हो भने यता चाहिँ सिरियल चोक बजार भन्छ, सिरियल बजार। यहाँनिर आइसक्यौँ बेरियल। उपर गेटदेखि उता देखिएको चाहिँ हाइवे हो। हामी चाहिँ यहाँनिर भारी पर्खिरहेको छौँ। आइपुग्यो हाम्रो गाडीहरू जान जाँदै हुनुहुन्छ ऊ पर। अघि चाहिँ मिस्टेक भएर अर्को गाडीमा गइएछ। त्यहाँ हाम्रो भारी बोक्ने गाडीहरू गाइज यो मान्छे अगाडि पठाइन्छ गाइज हामीले यता सिटीमा। गाइज हामी चाहिँ यहाँनिर घर आइसक्यौँ। घर आएर पनि झोलाहरू यहाँ रुममा राखेर यस्तो भएको छ। अनि गर्मीले मजाले लुगाहरू फुकालेर फुकफुक धोएर मात्र भिडियो गरेको गाइज। मेरो बुढा चाहिँ यहाँ सुतिरहनु भएको छ। यस्तो गाह्रो पऱ्यो कि गाइज, यस्तो गाह्रो पऱ्यो भारी लिएर आउनलाई। गर्मी कस्तो धेरै बाफ्रे। हस् त आजको लागि यति नै भिडियो। अब अर्को भिडियोमा भेट्नु पर्छ। बाई बाई, लभ यु अल।